म खगेन्द्रजी जस्तो नमस्कार गरेर होइन कि अगाडि राखेर औँला ठड्याएर सिधै भन्छु, एनआरसी गर्नभन्दा अगाडि बिमा नगरी नेपालीहरू यहाँ ल्याउन पाइँदैन। त्यो हामी अगाडि बढाएको। अब नेपालबाट तपाईँको कुक भिसा भनेर ल्याएर तपाईँको 2 लाख 3 लाख 4 लाख तलब हुन्छ भन्ने, यहाँ आएर 60,000 तलब दिने, 80,000 तलब दिने, तिनीहरूलाई कारवाही गर्ने हो नेपालमा। तिनीहरूको धन्दा बन्द गर्ने हो। त्यहाँभन्दा अरू दायाँ माया कुरो छैन। हामी निरन्तर खबरदारी गर्छौँ। हामी श्रम मन्त्रीसँग बस्छौँ, गृहमन्त्रीसँग बस्छौँ। आवश्यक पर्यो भने त्यसपछि मात्र हामी संसदमा यो खबरदारी गर्छौँ। हामी स्ट्रिक्ट भएर लाग्छौँ। यसपटक हामी दायाँ माया गर्छौँ। सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर साईले प्रधानमन्त्री, पार्टी सभापति, गृहमन्त्रीदेखि विभिन्न समूहलाई लक्षित गरी अभिव्यक्ति दिएका छन्। उनले सहकारी ठगेर सिंहदरबारमा आगो लगाउने र टिओबी जस्ता समूहलाई लिएर कडा अभिव्यक्ति दिएका छन्। अहिले सरकारका समर्थक मात्र होइन, रासोपाका सांसद नै साईमाथि खनिएका छन्। त्यसपछि ज्ञानेन्द्रले सामाजिक सञ्जालमै रासोपाका समर्थक र सांसदलाई लक्षित गरी कन्टेन्ट पाएकाले पैसा कमाउन र आफूलाई जापानबाट नेपाल आउने खर्च उपलब्ध गराइदिन भन्दै कडा कटाक्ष गरेका छन्। ज्ञानेन्द्र मात्र होइन, राप्रपा सांसद खुशबु ओली पनि रासोपामाथि भारी परिरहेकी छन्। सीमाका विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिदेखि प्रत्येक घटनामा उनले खबरदारी गर्दै आएकी छन्। उनले उठाउने विषयवस्तुहरू तथ्य र प्रमाणमा आधारित हुँदा ती जबरजस्त रूपमा सुनिँदै आएका छन्। त्यसमा पनि उनको तथ्यसहितको प्रमाणले सरकारको बोली बन्द गराउन काफी भइरहेको छ। उनले विशेष गरी सरकारले गर्ने काम र निर्णयमा बढी आवाज उठाउने गरेकी छन्। जेन्जी आन्दोलनको अपनत्व लिएको र त्यसैको जगमा बनेको सरकारले आफ्नो बाचा र जेन्जीको बलिदान बिर्सेको भन्दै उनले आलोचना गर्दै आएकी छन्। उनले जेन्जी आन्दोलन कसैलाई नक्खु कारागारबाट बाहिर निकाल्न, मेयरबाट प्रधानमन्त्री बनाउन र पानी बाँडेर गृहमन्त्री बनाउनका लागि नभएको भन्दै रासोपाको मुख नै बन्द गराउँदै आएकी छन्। आफ्नो आलोचना सहन नसक्ने रासोपाका समर्थकले उनको चर्को आलोचना र गाली बेइज्जत समेत गर्न भएका छन्। त्यसपछि रासोपाको साइबर सेनाले आक्रमण गर्न थालेको भन्दै उनले साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। त्यसमा रासोपाकै 2 जना समर्थक चितवनबाट पक्राउ परिसकेका छन् भने अन्य आरोपीको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ। रासोपाका समर्थकको चौतर्फी प्रहारपछि पनि उनले रासोपा र सरकारलाई रखरख्ती पारिरहेकी छन्। दुःखद कुरा त के छ भने जेन्जी आन्दोलनका घाइतेहरू आफ्ना गुनासा लिएर सिंहदरबार पुग्दा तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिने हो कि होइन भन्ने प्रश्नको सामना गर्नु परेको पनि सङ्घर्ष समितिले जनाएको छ। यो लोकतान्त्रिक राज्यको लागि अत्यन्तै लज्जास्पद अवस्था हो। न्याय र राज्यका ढोकाहरू कुनै राजनीतिक दलको सदस्यताले खुल्ने होइन, ती प्रत्येक नागरिकका लागि समान रूपमा खुला हुनुपर्छ। यो सरकार कुनै 2 शक्तिशाली व्यक्तिको राजनीतिक यात्रालाई सहज बनाउन बनेको होइन। यो सरकार कुनै व्यक्तिलाई काठमाडौँ महानगरबाट सिंहदरबार र नक्खुबाट कुनै पार्टीको सभापति बनाउनको लागि पनि भएको होइन। एकपटक शहीद र घाइते परिवारलाई भेट्नुस् प्रधानमन्त्रीज्यू। संसदको कान्छो दलले ठुलो दललाई काउन्टर दिइरहेका बेला प्रधानमन्त्रीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग भेट गरेका थिए। रासोपाको महाधिवेशन